नमस्ते, मेरो नाम पूजा राणा, अन्डर 14 क्याप्टेन। अब बङ्गलादेशले हामीलाई चुनौती दिँदा हामीलाई चकित लाग्यो। 81 गेममा हुँदा हामी चकित पर्यौँ। अब नमस्ते, मेरो नाम पूजा राणा। बङ्गलादेशसँग फाइनल हाम्रो गेम हुँदा हामीलाई साह्रै खुसी लाग्यो है। तर 81 भन्दाखेरि हामी चकित पर्यौँ। अब त्यति बेला यति भूकम्प नआएको भए हामीले त्यही अनुसार हामीले गेम पनि जित्न सक्ने धेरै चान्स थियो है। अब उनीहरूले अहिले ट्रेनिङ पाइरहेको छ, हामीले चाहिँ 81 अब थोरै समयमा थोरै ट्रेनिङ पाइरहौँ, तैपनि हामी गर्न सक्छौँ। हामीले हार त मानेको छैनौँ। अब उनीहरूले हामीलाई चुनौती दिएपछि हामीले एक्सेप्ट गर्नै पर्यो। त्यही भएर हामी एकदम फिट एन्ड फाइट छौँ। हामी लड्नको लागि एकदम रेडी छौँ। फुटबल फ्यानहरू प्लिज गेम हेर्नु जसरी पनि आइदिनु होला र माया नमारिदिनु होला। हजुरहरूको सपोर्ट भएपछि नै हामी अगाडि बढ्न सक्छौँ। प्लिज जसरी पनि आइदिनु होला र टिभीमा पनि हेरिदिनु होला। हस्त, धन्यवाद।